प्लिज भन खोइ त बोला न। नानीहरु क्लासमा एकदमै एक्टिभ हुने है, क्वाइट सेसनमा एकदमै एक्टिभ हुनु पर्यो। यो सबै क्वेशन्सहरु लेख्नु पर्दैन है, तिमीहरु रफ कपी लिएर बस्ने, टुइ म भन्दा छिटो सल्भ गर्न खोज्ने, म टाइम दिन्छु हरेक क्वेशन सल्भ गर्न है। अनि तिमीले पीडीएफ पनि पाइहाल्छौ। त्यही भएर तिमीले चाहिँ सबै रिभिजन गरेर आएको हुनुपर्छ है त। मोसन इन स्ट्रेट लाइन मजाले रिभिजन गरेर आउनु पर्छ है त। ल हुन्छ, मोसन इन स्ट्रेट लाइन रिभिजन गरेर आउनुपर्छ है त। ल गरेर आएको छौ नि बाबु नानीहरु, रिभिजन गरेर आएको छौ भन न। खोइ त अनुष्का, अनिस्मा, दिया, प्रकृति, नित्या, प्रणिल सबैले भन गरेर आएको छ रिभिजन? आएको छ नि है। ल ठिक छ। अनि त्यो भेक्टर बोर्ड प्रब्लम्सहरु पनि अस्ति नै हामीले गरेको थियौं नि, याद छ है? अस्ति नै हामीले गरेको थियौं नि हो, त्यो पनि यहाँ चाहिन्छ है त। ल हेर बाबु नानीहरु, यो क्वेशन गर त ल। फास्ट क्वेशन नम्बर 1 ल, क्वेशन नम्बर 1 ल बाबु नानीहरु, यो क्वेशन गर प्लिज। हेर त, अ मैन गोज 10 मिटर नर्थ हेर है, 20 मिटर इस्ट र है, देन डिस्प्लेसमेन्ट विल बी। ल भन कति हुन्छ डिस्प्लेसमेन्ट? प्लिज यस्तै क्वेशन आउने हो कि इन्ट्रान्समा बाबु नानीहरु, इन्ट्रान्समा यस्तै क्वेशन आउने हो कि है, यस्तै क्वेशन आउने हो। ल गर त के हुन्छ भन फास्ट छिटो, के हुन्छ भन। के होला एन्सर? छिटो भन, सबैले ट्राई गर, छिटो सबैले ट्राई गर, एभ्रीवन शुड ट्राई। खोइ त केटाकेटी हो, एन्सर के हुन्छ भन। हेर है, सिम्पल छ है नानी बाबु, हेर ल। जस्तै अ मेन गोज 10 मिटर टुवर्ड्स नर्थ अरे। ल हेर त, मान्छेले भनेको के गरेछ भन्दाखेरि टक्क यस्तो क्वेशनको लागि ग्राफ बनाउने है टक्कसँगले। हेर है, यसरी के गएछ नर्थतिर गएछ, सरी यसरी नर्थतिर गएछ कति 10 मिटर। ल हेर, त्यसपछि भनेको एन 20 मिटर टुवर्ड्स इस्ट अरे। ल हेर त, त्यसपछि भनेको 20 मिटर इस्टतिर गएछ नानीहरु, प्लिज ध्यान दिऊ है। त्यसपछि भनेको 20 मिटर कतातिर गएछ? इस्टतिर गएछ। यता इस्ट यता नर्थ थाहा छ नि, यो त थाहा छ नि है। मलाई के सोध्यो क्वेशनले? सोध्यो डिस्प्लेसमेन्ट कति हुन्छ नानीहरु। हेर है, यता 10 मिटर नर्थ अनि 20 मिटर इस्ट, अब डिस्प्लेसमेन्ट कति हुन्छ भनेर मैले क्वेशनले सोध्यो। ल भन त कसरी गर्ने होला? यसो दिमाग लगाऊ नानीहरु, यो डिस्प्लेसमेन्ट होइन। डिस्प्लेसमेन्ट भनेको जहिले पनि सर्टेस्ट डिस्टेन्स बिट्विन टु पोइन्ट हुन्छ। हेर त, दुईटा पोइन्ट बिचको सर्टेस्ट डिस्टेन्स भनेपछि ल भन यो डिस्प्लेसमेन्ट कसरी निकाल्ने बाबु नानीहरु? यो डिस्प्लेसमेन्ट कसरी निकाल्ने प्लिज भन। को मेसेज गरेको गर्ने, यो मेसेज कसरी निकाल्ने? भन त प्लिज। भेरी गुड, पाइथागोरस थ्योरम लाउने है, पाइथागोरस थ्योरम लाउने। ल भन त के हुन्छ एन्सर? ल एन्सर के हुन्छ भन। सिम्पल छ कि केटा, यो सिम्पल छ। हेर त, एच स्क्वायर इज इक्वल्स टु पी स्क्वायर प्लस बी स्क्वायर, याद छ? हेर त, एच स्क्वायर इज इक्वल्स टु पी स्क्वायर प्लस बी स्क्वायर, याद छ नि है। अब हेर त, हाइपोटेनस निकाल्नु पर्ने छ। हाइपोटेनस निकाल्नका लागि रुट अन्डर पी स्क्वायर प्लस बी स्क्वायर हुन्छ हो, हुन्छ अफकोर्स। भनेपछि डिस्प्लेसमेन्ट कसरी निकाल्ने नानीहरु? डिस्प्लेसमेन्ट निकाल्नको लागि हामी के गर्छौं भन? डिस्प्लेसमेन्ट निकाल्नको लागि हामी के गर्छौं? हाइपोटेनस डिस्प्लेसमेन्ट इज इक्वल्स टु, हेर है, डिस्प्लेसमेन्ट इज इक्वल्स टु के हुन्छ भन? रुट अन्डर नानीहरु 10 स्क्वायर प्लस 20 स्क्वायर। हेर न, भनेपछि कति भयो? रुट अन्डर 500 भयो हो बाबु नानी, रुट अन्डर 500 भयो हो। ल यो सल्भ गर्दा कति आउँछ? यो सल्भ गर्दाखेरि लगभग कति आउँछ होला? हेर त, 20 को स्क्वायर भनेको कति हुन्छ? 20 को स्क्वायर भनेको नानीहरु 400 है। अब यहाँ 500 छ भनेपछि हल्का बढ्नु पर्यो, लगभग 22.5 मिटर आउँछ हो एन्सर। भन त नानीहरु, यति एन्सर आउँछ हो? बोला न है फास्ट छिटो। हो नि, हो नि, खोइ त बोला न केटाकेटी, हो छिटो भन है, हो कि होइन भन न। हो अफकोर्स हो नि त है। ल यो कुरा बुझ्यो बाबु नानीहरु, यति कुरा बुझ्यो भन फास्ट छिटो। बुझ्यो बुझेन? बुझिन्छ नि? ल ठिक छ, भेरी गुड। अब हेर त, क्वेशन नम्बर 2 मा जाउँ है त। धेरैवटा क्वेशन छ है, म सबै क्वेशन पनि गर्दिन हैन, तिमीले गर्नुपर्छ है त। ल धेरैवटा क्वेशनहरु। ल क्वेशन नम्बर 2 नानीहरु, हेर त क्वेशन के भन्यो? यो क्वेशन मैले गराएको थिएँ, कसले मेरो लेक्चर हेरेका छौ? यो क्वेशन मैले गराएको थिएँ। ल भने एन्सर के हुन्छ? आखा तिमीले र यादै हुनुपर्छ कि क्वेशनको एन्सर त। ल भन त। हेर है, टक्कसँगले ग्राफ बनाउने, सुरुमा ग्राफ बनायो, ग्राफको प्लट गर्ने ठाउँ बनायो है। अब नानी हेर त, यो एउटा पर्सन भनेको 30 मिटर कता गएछ? नर्थतिर गएछ। यो क्वेशन सेम टु सेम गराएको छ लेक्चरमा है। यतातिर 30 मिटर गयो है, अनि त्यसपछि इस्टतिर भनेको 20 मिटर गयो। हेर न नानीहरु, कति भयो?
यतातिर इस्टतिर भनेको 20 मिटर गयो हेर। त्यसपछि हेर यहाँ नानीहरू इस्ट वेस्ट नर्थ साउथ नझुकिने है। अब हेर त साउथ वेस्टतिर कति गएछ, साउथ वेस्टतिर भनेको 30√2, साउथ वेस्टतिर भनेको कति छ 30√2 छ। द्याट मिन्स यो डिरेक्सनमा भनेको 30√2 छ। अब मलाई क्वेसन सोध्यो नेट डिस्प्लेसमेन्ट कति हुन्छ, क्वेसन सोध्यो। नानी बाबुहरू केही पनि गर्नु पर्दैन, के गरिदिने यो जुन भेक्टर छ नि यो भेक्टरलाई के गरिदिने रिजल्भ गरिदिने। नानी बाबुहरू मैले के भने प्लिज हुने नानी बाबुहरू के भने भन यो जुन भेक्टर छ नि यो भेक्टरलाई के गरिदिने अरे रिजल्भ गर्ने। अब थाहा छ नि त यसको पनि एउटा सर्टेन एक्स एक्सिस हुन्छ यता वाइ एक्सिस हुन्छ। ल भन साउथ वेस्ट भनेको बिचबाट गइरहेछ भन्न खोजेको यहाँ कति डिग्री छ, यहाँ कति डिग्री छ भने फास्ट छिटो 45 डिग्री है, यता पनि 45 डिग्री हुन्छ। अनि तिमीले अब यतातिर भनेको होइन अब यसको कम्पोनेन्ट निकाल्यो भने के हुन्छ त्यो भनेको 30 आउँछ। मैले भनेको छु नि नानीहरू है जस्तै पर्पेन्डिकुलरली दुईटा एफएफ फोर्स छन् भने यसको रिजल्टेन्ट भनेको √2f आउँछ भनेर, यहाँ पनि त्यही हो कि। जस्तै दुईटा राइट एङ्गल ट्रायङ्गलमा भनेको 30-30 भेक्टर छन् भने यसको रिजल्टेन्ट भनेको 30√2 आउँछ। बुझिन्छ, बुझिन्छ भने फास्ट छिटो भनेपछि के भयो यता पनि 30 भयो हेर न, यता पनि 30 मिटर भयो, यता पनि 30 मिटर भयो। ल हेर यति कुरा बुझ्यौ। अब हेर यसरी रिजल्भ गरेपछि यो बिचको भेक्टर हराउँछ कि, बुझ्यो नि के हुन्छ अरे त्यो बिचको भेक्टर भनेको नानी बाबु हराउँछ। अब मलाई भन नानी बाबु हेर न माथितिरको 30 र तलतिरको 30 काटेको हो, छिटो भन फास्ट, माथितिरको 30 र तलतिरको 30 काटेको हो बोला न खोइ त हो अफकोर्स नानी बाबु अफकोर्स हो, यो यतातिर छ यो यतातिर छ अपोजिट भयो नि त भेक्टरले क्यान्सल भयो। बाबु नानीहरू हेर त 30 - 20 कति हुन्छ 10। ल भन यो 10 कतातिर इस्टतिर कि वेस्टतिर, अफकोर्स जतातिर यो धेर छ त्यतातिर हुनु पर्यो हो कि होइन, जता यो धेर छ त्यतै हुनु पर्यो भनेपछि 10 मिटर वेस्ट। बुझ्यो सबैजनाले, छिटो भन बुझ्यो बोल है प्लिज बोल है सबैले भन फास्ट छिटो, के पनि छैन कि नानी। हेर न हेर त यहाँ जस्तै सुरुमा प्लट गर्यो, प्लट गरेको कुरा बुझिहाल्यो होइन। 30√2 भेक्टरलाई भनेको के गर्यो रिजल्भ गर्यो, रिजल्भ गर्दाखेरि के भयो यतातिर 30 मिटर भयो यतातिर पनि 30 मिटर भयो है। अब हेर न अब त्यसपछि हामीले क्यान्सल आउट गर्नुपर्छ, यो यतातिर छ यो यतातिर छ अपोजिट डिरेक्सनमा भेक्टर छ भने के हुन्छ माइनस हुन्छ। 30 - 30 गयो काट्यो सक्यो। अब हेर त 30 यतातिर 20 छ भनेपछि 30 - 20 कति हुन्छ 10 हुन्छ। तर 10 कतातिर त हामीलाई त डिरेक्सन पनि चाहिएको छ है। अब नानीहरू जता धेर छ त्यतितिर हुनु परेन, 30 ठुलो कि 20 ठुलो अनुष्का नानी 30 ठुलो कि 20 ठुलो भन, अफकोर्स 30 ठुलो हो होइन। 30 ठुलो भनेपछि एन्सर के भयो बुझ्यो, एन्सर भएको बुझ्यो, बुझ्यो बुझेन भने फास्ट छिटो बुझ्यो दिया, बुझ्यो बुझेन भने फास्ट छिटो बुझ्यो, छिटो भन है फास्ट बुझ्यो नि। ल ठिक छ भेरी गुड ठिक छ भेरी नाइस। ल अब हेर त यति भएपछि नानी बाबुहरू अब भनेको हामी के गर्छौँ भन यो क्वेसन हेर्छौँ। ल यो क्वेसन ट्राई गर त। ल अ कार इज ट्राभलिङ वाला हेर त एउटा कार छ अरे त्यो चाहिँ सर्कुलर पाथवेमा ट्राभल गर्न खोजिरहेको छ अरे है। एउटा कार छ अरे त्यो चाहिँ सर्कुलर पाथवेमा ट्राभल गर्न खोजिरहेको छ अरे। मलाई भनेको छ धेरै एउटा सर्टेन स्पिडमा कम्प्लिटेड हाफ अफ द रिभोल्युसन अन द ट्र्याक इट्स एभरेज भेलोसिटी विल बी। ल भन के हुन्छ हेर है जस्तै अब कारले भनेको के गरिरहेछ कम्प्लिटेड हाफ रोड रिभोल्युसन अन द ट्र्याक अरे है सर्कुलर पाथवेमा। ल भन त हाफ भनेको हेमिस्फियर कम्प्लिट गरेको हो। जस्तै यहाँबाट यो कार गयो भने यहाँबाट यो कार गयो भने यहाँ पुगेको हो, किन यहाँ के भनेको छ हाफ रिभोल्युसन भनेको छ नि त। ध्यान देऊ न हाफ रिभोल्युसन भनेको छ यो कम्प्लिटको हाफ रिभोल्युसन भनेको हो नि त, बुझिन्छ यो कम्प्लिटको हाफ रिभोल्युसन भनेको बुझिन्छ भने फास्ट छिटो छिटो बोला न बुझिन्छ कि बुझिँदैन, बुझिन्छ नि है। अब हेर न भेलोसिटी कति दिएको छ क्वेसनले नानी हेर त भेलोसिटी कति दिएको छ भन हामीलाई अलरेडी भनेको छ हामीलाई एभरेज भेलोसिटी निकाल्नु पर्ने छ। कन्स्टेन्ट स्पिड भनेको चाहिँ कति छ अरे 20 मिटर पर सेकेन्ड छ। कन्स्टेन्ट स्पिड भनेको 20 मिटर पर सेकेन्ड छ बाबु नानीहरू यति कुरा ध्यान दियो है। अब हामीलाई के सोधेको छ एभरेज भेलोसिटी सोधेको छ है। ल भन मलाई भन त केटाकेटी हो यो सर्कल भयो भने हेर न यो कम्प्लिट सर्कल भयो भने यो हाफ रिभोल्युसन त यसरी गयो। ल मलाई भन त केटाकेटी हो नानी बाबुहरू त्यसो मलाई भन हेर है हामीलाई थाहा छ स्पिड भनेको के हुन्छ हेर है स्पिड भनेको के हो भन डिस्टेन्स बाई टाइम टेकन हो, छिटो भन न स्पिड भनेको डिस्टेन्स बाई टाइम टेकन हो भन न प्लिज सबैले भनौँ हो नि है। अब हेर त टाइम कसरी निकाल्छु म टाइम भनेको डिस्टेन्स बाई स्पिड हो बाबु नानीहरू डिस्टेन्स बाई स्पिड हो, छिटो भन फास्ट डिस्टेन्स बाई स्पिड हो कि होइन हो नि है। अब बाबु नानीहरू डिस्टेन्स कति छ कसरी पत्ता लगाउने कतिले मलाई के भन्छ नि दादा 2r होइन नानीहरू होइन 2r डिस्टेन्स हुन्छ यो मूर्ख हो हुँदैन नि डिस्टेन्स भनेको त यो पाथ होइन। ल भन नानीहरू यति पाथ कति हुन्छ तिमीलाई सर्कमफरेन्स थाहा छ सर्कलको कति हुन्छ
सर्कलको टोटल सर्कमफरेन्स भनेको 2 पाई आर हुन्छ भने ल मलाई भन्नु त हाफ हेमिस्फियरको कति हुन्छ यो डिस्टेन्स कति हुन्छ ठिक आधी कति हुन्छ पाई आर भेरी गुड कति हुन्छ पाई आर हेर भनेपछि टाइम इक्वल्स टु पाई आर बाई स्पिड कति दिएको छ क्वेसनले हामीलाई स्पिड सोधेको छ है हामीलाई स्पिड दिएको छ अनि एभरेज भेलोसिटी सोधेको छ नजुकिन है 20 भनेको छ ल ठिक छ पाई आर बाई 20 भएको कुरा बुझियो प्लिज भन फास्ट छिटो नानी बाबुहरू पाई आर बाई 20 भएको कुरा बुझ्यो होइन आर भनेको रेडियस छिटो भन फास्ट बुझ्यो नि है टाइम हामीलाई आयो हामीलाई टाइम निकाल्यौँ अब हामीले केही निकाल्नु पर्ने छ हेर है हामीलाई निकाल्नु पर्ने भनेको भेलोसिटी छ एभरेज भेलोसिटी छ पास्ट इयरमा आइसकेको क्वेसन हो है अब हेर त एभरेज भेलोसिटी निकाल्न म के गर्छु मैले भनिसकेको छु भेलोसिटी आउने बित्तिकै के हुनुपर्छ डिस्प्लेसमेन्ट बाइ टाइम टेकन हो छिटो भन न ल भन भेलोसिटी भन्ने बित्तिकै एभरेज भेलोसिटी भन्ने बित्तिकै डिस्टेन्स डिस्प्लेसमेन्ट बाइ टोटल टाइम टेकन हो कि होइन हो नि त है ल भन डिस्प्लेसमेन्ट कति छ नानी हो अब यसो दिमाग लाउ त ल हेर यो पोइन्टबाट यसरी यो पोइन्टमा पुगेको छ डिस्टेन्स यति थियो भने डिस्प्लेसमेन्ट कति हुन्छ एक पक्लु बोल न इट इज द सर्टेस्ट डिस्टेन्स बिट्विन टु पोइन्ट कति हुन्छ हेर त 2r भएन केटाकेटी यो डायमिटर भनेको 2r भएन बुझ्यो छिटो भन फास्ट भयो नि त भनेपछि हेर त 2r बाई अब टाइम हामीले यति निकालेको छौँ पाई r बाई 20 नानीहरू के हुन्छ भन आर आर जान्छ गोलखाडी द्याट मिन्स हाम्रो एन्सर कति आउँछ 40 बाई पाई आउँछ हेर त कति ठाउँमा सोधेको छ ल हेर त कति ठाउँमा सोधेको छ आइयुएम केयु एमओई सेट ए यस्तो यस्तो ठाउँमा सोधेको छ हेर न भनेपछि एकदमै इम्पोर्टेन्ट छ हाम्रो एन्सर सी भयो बुझ्यो छिटो भन है धेरैवटा क्वेसन छ हामी सरल गएर हेर्ने हो है त हुन्छ नानीहरू बुझ्यो भने फास्ट छिटो भन फास्ट बुझिन्छ नि कोही त बोला न ल ठिक छ बाबु नानीहरू यसको एन्सर के हुन्छ ल मलाई भन त यसको एन्सर के हुन्छ अ पर्सन ट्राभल्स हेर त A person travels a straight road for a half of distance with velocity v1 and remaining half of the distance with velocity v2. Average velocity will be. मैले केटाकेटी भनेको छु है यो हेर है डिस्टेन्स सेम छ भेलोसिटी डिफरेन्स हेर डिस्टेन्स सेम छ अनि भेलोसिटी डिफरेन्स छ ल भन एभरेज भेलोसिटी के हुन्छ छिटो भन न प्लिज कति हुन्छ कोही त बोल न छिटो भन फास्ट छिटो सबैले भन्नु पर्यो नि त बोल्नु पर्यो क्लासमा बोलेन भने त के फाइदा भएर बोलेको होइन र मैले बढाएको छु नि धेरैचोटि नानीहरू इक्वल डिस्प्लेसमेन्ट भन्दाखेरि के हुन्छ बी एभरेज भनेको 2 v1 v2 बाई v1 प्लस v2 हुन्छ भनेर पढाएको हो कि होइन यो कति बेला इक्वल डिस्प्लेसमेन्टको बेला लेख है यहाँ इक्वल के भन इक्वल डिस्प्लेसमेन्टको बेला तर बाबु नानीहरू इक्वल टाइम थियो भने के हुन्थ्यो इक्वल टाइम थियो भने हाम्रो एन्सर त डी भयो है तर यदि इक्वल टाइम थियो भने के हुन्थ्यो भन फास्ट इफ इक्वल टाइम ल भन डिफ्रेन्ट भेलोसिटीमा ट्राभल भइरहेको छ इक्वल टाइमको लागि भने एभरेज भेलोसिटी कसरी निकाल्ने भेरी गुड बी एभरेज इक्वल्स टु v1 प्लस v2 बाई 2 यो थाहा हुनुपर्छ है इक्वल टाइम छ भने v1 प्लस v2 बाई 2 अनि हाम्रो इक्वल डिस्प्लेसमेन्ट छ भने के हुन्छ 2 v1 v2 बाई v1 प्लस v2 ल भन याद भयो नानीहरू याद हुन्छ भने फास्ट छिटो क्वेसन सोधिसकेको छ है इन्ट्रान्समा सोधिसकेको छ ल ठिक छ यो क्वेसन ट्राई गर त फास्ट छिटो नानीहरू यो क्वेसन मैले क्लासमा गराएको छ याद गर यो क्वेसन मैले क्लासमा गराएको छ याद गर कति हुन्छ एन्सर दादा हजुरले गराउनु भएको छैन भन्ला फेरि गराएको छ नानीहरू सेम टु सेम यही क्वेसन मैले क्लासमा गराएको छ भने एन्सर कति हुन्छ होला हेर्छौ कता गराएको छ हेर्छौ हो खै त मैले सबै गराएको छु फर्स्ट दिन गराएको हेर्दै a person travels for a certain time t due east at velocity v1 and he travels for the equal time t due north at velocity speed v2 what is his average velocity यहाँ हेर्न त नानीहरु सेम टु सेम त्यही छ एभरेज भेलोसिटी सेम छ हो कि हैन भन फास्ट छिटो अब हेर त के गरेको थियौ हेरै यतातिर v1 यतातिर v2 हुन्थ्यो यो x1 यता x2 हुन्थ्यो यो कम्प्लिट डिटेल्स पनि देखाइसकेको छ है एभरेज भेलोसिटी भनेको डिस्प्लेसमेन्ट एट टाइम टेकन हुन्छ या डिस्प्लेसमेन्ट भनेको पाइथागोरस थ्योरम लगाएर रुट अन्डर x1 को होल स्क्वायर प्लस x2 को होल स्क्वायर हुन्थ्यो बाइ टाइम 2t हुन्थ्यो हैन अनि यो सल्भ गर्दाखेरि के आउँछ आन्सर हाफ रुट अन्डर v1 स्क्वायर प्लस v2 स्क्वायर नानीहरु याद हुन्छ छिटो भन फास्ट त्यही भएर मैले पढेर आउने है एकचोटी भनेको थिएँ याद हुन्छ हेर त आइयुएम मा सोधिसकेको छ सेटीमा सोधिसकेको छ याद हुन्छ भन फास्ट छिटो एन्सर कति हुन्छ नानी बाउहरु एन्सर कति हुन्छ भन यसरी
भेलोसिटी v1 साथ गइरहेछ अरे टाइम t को लागि, यसरी भेलोसिटी v2 साथ गइरहेछ अरे टाइम t को लागि, तर परपेन्डिकुलरली। भने नानीहरु हाम्रो के हुन्छ एन्सर? हाम्रो एन्सर भनेको यति बेला v एभरेज इज इक्वल्स टु कति हुन्छ भन नानीहरु? यतिको लागि डिस्प्लेसमेन्ट टोटल डिस्प्लेसमेन्ट टाइम टेकन निकाल्नु पर्छ, दैट इज हाफ रुट अन्डर v1 को स्क्वायर प्लस v2 को स्क्वायर। याद हुन्छ? छिटो भन है फास्ट, अलरेडी हामीले गरिसकेको छौं थ्योरी क्लासमा, हुन्छ नि है? भन फास्ट छिटो। हुन्छ हुँदैन बोल न एक राइट छिटो फास्ट, हुन्छ नि त है? ल ठीक छ बाबु नानीहरु, यो क्वेशन ट्राई गर त प्लिज। व्हिच अफ द फलोइङ इज वन डाइमेन्सनल मोसन? भन फास्ट। यति मध्ये कुन चाहिँ वन डाइमेन्सनल मोसन होला? खोइ त सबैले भन्ने एन्सर ट्राई गर्ने, अनि मात्र मजा आउँछ। दिया, पूजा, प्रकृति, प्रनिल, महिमा सबैले भन्ने एन्सर के हुन्छ? छिटो भन फास्ट। बिग्रे पनि केही छैन अफकोर्स नि। हेर त वन डाइमेन्सनल मोसन भएपछि हेर न, ल्यान्डिङ अफ एयरक्राफ्ट हुन्छ। अरे भक्लोल, ल्यान्डिङ अफ एयरक्राफ्ट हुन्छ, एयरक्राफ्ट ल्यान्डिङ। हेर त 3D भएन? अर्थ रिभल्भिङ अराउन्ड द सन हुन्छ, हुँदैन? मोसन अफ व्हील्स अन मुभिङ ट्रेन हुन्छ, हुँदैन? हेर त ट्रेन रनिङ इन स्ट्रेट लाइन, यो त मोसन इन स्ट्रेट लाइन भयो हैन? भयो। यति सजिलो क्वेशन सोधिदिन्छ के फेरि? हेर बुझियो? अब अर्को क्वेशन हेर त ल, यो क्वेशन ट्राई गर फास्ट। नानीहरु यो क्वेशन ट्राई गर त फास्ट छिटो। यो क्वेशन पनि मैले गराएको थिए होला है नानीहरु? यो क्वेशन मैले गराएको थिएँ कि थिएन क्लासमा? छिर है सुरुमा भनेको मलाई के भनेको छ? 150 मिटर लेन्थको ध्यान दियो है। 150 मिटर लेन्थको लङ ट्रेन छ अरे, दैट इज मुभिङ विथ युनिफर्म भेलोसिटी। ल ठीक छ, 150 मिटरको ट्रेन भयो, मुभिङ विथ युनिफर्म भेलोसिटी। द टाइम टेकन बाई इट टु क्रस द ब्रिज। हेर यहाँ ब्रिज छ ल फानुङ। अब यो ब्रिजको कति छ लेन्थ? यो ब्रिजको लेन्थ भनेको नानीहरु ओहो लामो पो रहेछ त है। र ब्रिजको लेन्थ भनेको 850 मिटर छ अरे। मलाई क्वेशन सोध्यो कति टाइम लाग्छ भनेर है। नानीहरु हेर त, ट्रेन यहाँबाट यसलाई क्रस भएर जानुपर्छ भनेपछि हामीले टोटल डिस्टेन्स भनेको यति ट्राभल गर्नुपर्छ के, किनकि अब हेर त यो ब्रिजबाट जाने हो नि त यो ट्रेन त। अनि यो ट्रेन हेर है नानीहरु 150 मिटर त भइहाल्यो, अनि यति आएपछि त यहाँ पनि त हुन्छ नि त डिस्टेन्स सर्टेन हैन? ट्रेनको आफ्नो डिस्टेन्स पनि एड गर्नुपर्छ के त्यसमा। अब आफै सोच न ब्रिज क्रस गर्दै गर्दाखेरि है। अब हेर त त्यो कसरी निकाल्ने त भन्दाखेरि नि ध्यान दियो है नानीहरु, ध्यान सजिलो छ। सुरुमा भनेको भेलोसिटी। हेर भेलोसिटी किलोमिटर पर आवरमा छ, एन्सर सेकेन्डमा छ भनेपछि हामीले के गर्नुपर्छ? यो भेलोसिटीलाई भनेको सुरुमा नर्मल बनाउनुपर्छ। 45 किलोमिटर पर आवर दिएको छ नि, हेर त किलोमिटर पर आवर दिएको छ नि, यसलाई एसआई लगाउँ न। 45 into 1000 है बाई 60 into 60 के हुन्छ? मिटर पर सेकेन्ड हुन्छ। ल हेर त के भयो नानीहरु? यो 0 0 गयो, यो 0 0 गयो है। 450/36 नानीहरु 450 कति भन? 36 लगभग कति आउँछ एन्सर? 450/36 भनेपछि 25/2 जति आउँछ बाबु नानीहरु। 25/2 जति आउँछ भने फास्ट छिटो। 25/2 जति आउँछ हो, ट्राई गर त। 25/2 जति आउँछ हो मिटर पर सेकेन्ड। ल ठीक छ, अब यसपछि के गर्ने? हामीलाई थाहा छ है के छ? टाइम टेकन निकाल्नको लागि डिस्टेन्स बाइ के गर्नुपर्छ? टोटल डिस्टेन्स बाइ भेलोसिटी गर्नुपर्छ हो कि हैन? टोटल डिस्टेन्स बाइ भेलोसिटी गर्नुपर्छ हेर है। भेलोसिटी गर्नुपर्छ हेर नानीहरु। टोटल डिस्टेन्स कति छ भने मैले 850 त छ है, ध्यान दिऊ है। 850 त छ प्लस भनेको के पनि हुन्छ? 150 पनि हुन्छ है, किनकि त्यो ट्रेनको पनि त डिस्टेन्स कभर गर्नुपर्छ नि त हामीले है। जस्तै यो ब्रिजलाई क्रस गर्नको लागि त नानीहरु यो ट्रेनको अगाडिको भाग र पछाडिको भाग पनि क्रस हुनु भएन? पर्यो नि त। भनेपछि यति बेला पो क्रस हुन्छ त, जब ट्रेन यहाँ पुग्छ यति बेला पो क्रस हुन्छ त हैन र? हो त्यही भएर यो एड गरेको है त। हेर त यति डिभाइड बाइ के हुन्छ? 25/2 हुन्छ, दैट इज इक्वल्स टु कति हुन्छ नानीहरु? 850 50 90 100 1000 into 2/25 हुन्छ है, इक्वल्स टु 25 भनेको यो 40 भयो। भनेपछि कति हुन्छ? 80 सेकेन्ड हो नानीहरु एन्सर। करेक्ट यो एन्सर 40 सेकेन्ड हो भन फास्ट छिटो। सरी 80 सेकेन्ड हो। तिमीहरुको पनि त्यही आयो भन फास्ट छिटो बोल है नानीहरु। त्यही आयो नि त। ल ठीक छ, यो क्वेशन ट्राई गर त छिटो। यो क्वेशन अलिकति गाह्रो मान्न सक्छौ है तिमीले। यो क्वेशन अलिकति गाह्रो मान्न सक्छौ है। अनि मैले चाहिँ गाह्रो क्वेशन भए पनि ल्याइदिएको छु कि, किनकि तिमीलाई अहिले पर्फेक्ट बनाउनु पर्ने छ नि त हैन? अहिले तिमीलाई पर्फेक्ट बनाउनु पर्ने छ हैन? तर यो क्वेशन भए पनि गाह्रो भए पनि ल्याइदिएको छु। ल मैले गर त, ट्राई गर छिटो फास्ट। क्वेशन के भन्न खोजेको छ त्यो बुझ्नु भयो कि तिमीले है? ल हेर है, अलिक फास्ट जानुपर्छ है त, किनकि धेरै क्वेशन छ हैन? अनि लिमिटेड टाइम छ। ल ध्यान दिऊ त। अ बडी इज ट्राभलिङ इन स्ट्रेट लाइन। ल ठीक छ, एन्ड कभर्स 1/3 अफ द डिस्टेन्स विथ भेलोसिटी v1। ध्यान दिऊ है नानीहरु। ल हेर
1/3 अफ डिस्टेन्स भनेको यो यति भनेको 3 पार्टमा डिभाइड गर्यो भने 1/3 अफ डिस्टेन्स भनेको भेलोसिटी v1 साथ क्रस गर्यो भने ल ठिक छ अनि अरु है रिमेनिङ 2/3 हेरै 1/3 यो डिस्टेन्स भ्याल्यु यता 2/3 डिस्टेन्स विथ भेलोसिटी v2 भनेको छ ल ठिक छ हेरै नानीहरु विथ भेलोसिटी v2 द एभरेज भेलोसिटी अफ इन्टायर जर्नी विल बी भनेर क्वेशन सोधेको कि हैन भनेपछि हेर न नानीहरु जस्तै मैले यसलाई 3 भागमा डिभाइड गर्दिए भने हेरै मैले यसलाई 3 भागमा डिभाइड गर्दिए दैट इज मैले यसलाई 3x माने ल ठिक छ भने के हुन्छ 1/3 हेर त 1/3 अफ 3x के हुन्छ 1/3 अफ 3x भनेको x हुन्छ हो कि हैन हो नि है ल मानौ यो डिस्टेन्स x भयो नानीहरु यति डिस्टेन्स कति हुन्छ अब 2x हुन्छ यो कुरा बुझ्यो हेरै 1/3 भनेको x डिस्टेन्स भनेको v1 भेलोसिटी ट्राभल गरेको छ अनि 2/3 हेरै नानीहरु 2/3 रिमेनिङ जुन छ 2x भनेको v2 भेलोसिटीले कभर गरेको छ यति कुरा बुझ्यो भने फास्ट छिटो बुझ्यो कि नै बाबु नानीहरु अब मानौ टाइम टेकन यतालाई t1 लाग्यो यता t2 लाग्यो है त अब हेरै केटाकेटी हामीलाई थाहा छ नि त एभरेज भेलोसिटी क्वेशन निकाल भनेको छ हैन एभरेज भेलोसिटी कस्तो के हुन्छ फर्मुला याद छ नानीहरु एभरेज भेलोसिटी कस्तो के हुन्छ टोटल डिस्प्लेसमेन्ट बाइ टोटल टाइम टेकन है टोटल डिस्प्लेसमेन्ट बाइ टोटल टाइम हेर है टोटल डिस्प्लेसमेन्ट बाइ टोटल टाइम हेर है टोटल टाइम ल हेर त अब के हुन्छ डिस्प्लेसमेन्ट हेर नानीहरु डिस्प्लेसमेन्ट कति छ टोटल हेर त टोटल डिस्प्लेसमेन्ट भनेको के हुन्छ x + 2x हुन्छ दैट इज 3x हुन्छ बाबु नानी टोटल टाइम टेकनमा के हुन्छ टोटल टाइम टेकनमा भनेको t1 + t2 हुन्छ हो कि हैन t1 + t2 हुन्छ हो कि हैन हो नि है ल यसलाई यतातिर लेखौँ है त ल फक है त ल यतातिर लेखौँ है त ल हेर है नानीहरु अब यो t1 को ठाउँमा के लेख्न मिल्छ हेर त आफै टाइम भनेको के हो टाइम भनेको नानीहरु के हो भन फास्ट छिटो टाइम भनेको डिस्प्लेसमेन्ट बाइ भेलोसिटी हो कि होइन हो नि है टाइम भनेको डिस्प्लेसमेन्ट बाइ भेलोसिटी हो भनेपछि यतिको लागि t1 निकाल्नलाई के गर्छु म x/v1 गर्छु हो कि हैन ल हेर त मैले x/v1 गर्दिए t1 लाई t2 लाई गर्न के गर्छु म भन 2x/v2 गर्छु 2x/v2 गर्छु अब हेर त नानीहरु के हुन्छ हेर ध्यान दिऊ है ल इक्वल्स टु नानीहरु तल एलसीएम लियौं 3x माथि छँदैछ तल एलसीएम लिँदाखेरि के हुन्छ v1 v2 हुन्छ हेर अनि तल यतातिर भनेको के हुन्छ x कमन लिँदाखेरि पनि केही फरक पर्दैन है x कमन लिँदाखेरि पनि हुन्छ x कमन लिएला हैन अनि यता के हुन्छ त v2 प्लस नानीहरु 2v1 हुन्छ हो 2v1 हुन्छ हो x कमन लिएर है त अब हेर त x र x काटियो हैन अनि इक्वल्स टु के हुन्छ भन 3v1 v2 बाइ के हुन्छ भन 3v1 v2 बाइ v2 + 2v1 आउँछ ल भन बुझ्यो एन्सर के हुने रहेछ एन्सर भनेको b हुने रहेछ दादा रट्नु पर्दैन आफै सल्भ गरेर त्यही ठाउँमा निकाल्ने हो यसरी नि हुन्छ नानीहरु हुन्छ भन फास्ट छिटो है क्वाड सेसन अलिक छिटो हुन्छ है त ल क्वाड सेसन अलिक छिटो हुन्छ है अलिक गाह्रो पनि हुन्छ छिटो पनि हुन्छ ल यसको एन्सर के हुन्छ भन ल भन नानीहरु यसको एन्सर के हुन्छ भन फास्ट छिटो यो क्वेशनको एन्सर के हुन्छ इफ नो internal force is applied in a body like right if no internal force is applied in a body the velocity of center of mass is के हुन्छ होला भन फास्ट छिटो है छिटो भन के हुन्छ होला सबैले भन है त छिटो फास्ट डोन्ट नो यदि पनि आउन यसो दिमाग लाउन यदि नानीहरु प्लिज ध्यान देऊ न इन्टरनल फोर्स कुनै पनि एप्लाइड छैन भने बडीमा द भेलोसिटी के हुन्छ रिमेन कन्स्टेन्ट हुन्छ नि भेलोसिटी चेन्ज भनेको के गर्ने हो एक्सटर्नल फोर्सले गर्ने हो नि है ल हेर बाबु नानी यो क्वेशन ट्राई गर्छौ बाबु नानी यो क्वेशन ट्राई गर्छौ भन फास्ट छिटो यो क्वेशन ट्राई गर्छौ हेर त क्वेशन के भन्यो इक्वल डिस्टेन्स छ अरे है बाबु नानी ध्यान दियो है इक्वल डिस्टेन्स छ अरे ल हेर त एसएसएस छ अरे हैन अनि पहिलो भनेको 10 किलोमिटर पर आवरले चल्यो अरे दोस्रो भनेको 20 किलोमिटर पर आवरले चल्यो अरे अनि तेस्रो भनेको थर्ड भनेको 60 किलोमिटर पर आवरले चल्यो अरे अब मलाई क्वेशन यसो दियो हैन एभरेज भेलोसिटी निकाल भनेर सबै अन द स्पोट गर्ने हो कि क्वेशनहरु है सबै अन द स्पोट क्वेशनहरु गर्ने हो है त जस्तै अब यहाँ v एभरेज इक्वल्स टु कति हुन्छ भन नानीहरु v एभरेज इक्वल्स टु हामीलाई थाहा छ टोटल डिस्प्लेसमेन्ट टोटल टाइम टेकन हुन्छ हो कि हैन टोटल डिस्प्लेसमेन्ट लेख छिटो गरिदिन्छु है त किनकि धेरै क्वेशन छ हैन टोटल डिस्प्लेसमेन्ट बाइ टोटल टाइम हुन्छ हेर है
अब बाबु नानीहरू अब हेर न डिस्प्लेसमेन्ट टोटल कति छ 3s छ है। ल ठिक छ। अब टाइम टेकन भनेको T1 T2 T3 मानौँ होइन। T1 हेर है यहाँ T1 मानौँ यो T2 मानौँ यसलाई T3 मानौँ है त ल। T1 प्लस T2 प्लस T3 मानौँ। अब हेर त 3s बाई T1 को ठाउँमा म के लेख्छु डिस्टेन्स बाई भेलोसिटी लेख्छु होइन। डिस्टेन्समा भेलोसिटी लेख्छु मैले किन युनिट चेन्ज गरिनँ भन्दाखेरि युनिट हेरेर त किलोमिटर पर आवर रहेछ नि त एन्सर। यो पनि हेर्ने है। ल हेर त्यसमा के हुन्छ भन s बाई 10 प्लस अर्को के हुन्छ नानीहरू हेर त s बाई 20 हेर त प्लस अरू के हुन्छ s बाई 60 कुनै पनि फर्मुला चाहिँदैन कि जस्ट अब हेर है नानीहरू के भयो एसएस काट्यौँ न हेर त यो एस काट्यो यो काट्यो यो काट्यो यो काट्यो होइन यहाँ 1 आयो 1 आयो 1 आयो ल ठिक छ। अब हेर त के हुन्छ नानी बाबुहरू इज इक्वल्स टु है 3 बाई नानीहरू 3 बाई अब तँलाई एलसिएम लिनुपर्छ है। ल 1/10 लेखौँ सुरुमा प्लस 1/20 लेखौँ तिमीहरू तिमीहरू चुकिन्छौ 1/60 लेख्यौँ। अब हेर है अब यसपछि के हुन्छ बाबु नानीहरू अब एलसिएम लिने एलसिएम लिँदाखेरि 60 आउँछ है यो 60 अनि त्यसपछि के हुन्छ अगाडि 6 प्लस 3 प्लस 1 ल हेर त यति कुरा बुझ्यो बाबु नानी यति कुरा बुझ्यो हेर त अब के हुन्छ 3 इन्टु 60 बाई 9 प्लस 1 10 इज इक्वल्स टु 3 6 18 किलोमिटर पर आवर। कति सजिलो छ हो किन कति सजिलो छ हो किन मलाई फास्ट छिटो सजिलो छ नि है सिम्पल छ नि त है क्वेसन। ल ठिक छ धेरैजनालाई अलिक लेट भएर होला है आज चाहिँ। ल हेर त अब अर्को क्वेसन गर्न खोजौँ है अब अर्को क्वेसन गर्न खोजौँ। ल हेर त वेन एरोप्लेन मुभ्स नानीहरू प्लिज फोकस गर है हेर त वेन एन एरोप्लेन मुभ्स विथ 60 किलोमिटर पर आवर हेर है ड्यू इस्ट एन्ड रिटर्न्स विथ 100 किलोमिटर पर आवर देन वाट इज द एभरेज स्पिड फर इन्टायर जर्नी ल भन कति हुन्छ एन्सर। बाबु नानीहरू पढाएको छ प्लिज है यस्तो चाहिँ पढ्नु पर्यो है। जस्तै के भनेको छ हेर त डिस्टेन्स सेम छ मैले अस्ति पनि गराएको थिएँ क्वेसन याद छ यतातिर गइरहेछ अरे 60 किलोमिटर पर आवरले फर्केर आइरहेछ अरे कतिले 400 किलोमिटर पर आवरले ल न 600 र 400 छ एभरेज कसरी निकाल्ने बी एभरेज इक्वल्स टु मैले भनिसकेको छु डिस्टेन्स सेम भएपछि के हुन्छ डिस्टेन्स सेम डिस्प्लेसमेन्ट सेम भएपछि 2v1 v2 बाई v1 प्लस v2 हुन्छ होइन ल भनेपछि 2 v1 600 v2 भनेको 400 बाई v1 प्लस v2 हेर त v1 प्लस v2 द्याट इज कति भयो 2 इन्टु 600 इन्टु 400 भयो र कति राख्ने 1000 राख्ने ल हेर बाबु नानीहरू के हुन्छ भन यो र यो गयो गोलखाडी यो र यो पनि गयो गोलखाडी भनेपछि एन्सर कति आयो 6 4 24 480 हो। बाबु नानीहरू 480 मिटर पर सेकेन्ड आयो भन फास्ट छिटो सरी 480 किलोमिटर पर आवर आयो ल ठिक छ कति सजिलो छ ल यो ट्राई गर फास्ट छिटो मैले पढाएको छु है सबै कुरा पढाएको छु है नानीहरू रेसियो अफ न्युमेरिकल भ्यालु अफ एभरेज भेलोसिटी एन्ड एभरेज स्पिड अफ अ बडी के हुन्छ रेसियो अफ न्युमेरिकल भ्यालु अफ एभरेज भेलोसिटी र एभरेज स्पिड अफ अ बडी। ल हेर न मैले तिमीलाई के भनेको थिएँ जहिले पनि नानीहरू डिस्टेन्स भनेको विल बी आइदर ग्रेटर देन अर इक्वल टु के हुन्छ डिस्प्लेसमेन्ट भनेको हो कि होइन याद छ डिस्प्लेसमेन्ट भनेको सर्टेस्ट डिस्टेन्स बिट्विन टु पोइन्ट हो नि त त्यो डिस्टेन्स भनेको जहिले ग्रेटर देन अर इक्वल टु हुन्छ भनेको हो कि होइन हो नि तिमीलाई थाहा छ नि डिस्टेन्ससँग करेस्पोन्डिङ फ्याक्टर भनेको के हो डिस्टेन्ससँग करेस्पोन्डिङ फ्याक्टर भनेको के हो स्पिड हो है डिस्टेन्ससँग के हो भेलोसिटी हो भनेपछि अब मलाई क्वेसन के सोध्यो भेलोसिटी र स्पिडको रेसियो भनिरहेको छ ल हेर त भनेपछि भेलोसिटीलाई माथि राखेर है हेर त भेलोसिटीलाई यता राख्यो अनि स्पिडलाई यता राख्यो तल स्पिड राख्यो भने के हुन्छ भेलोसिटी बाई स्पिड इज इक्वल्स टु नानी बाबुहरू हेर है भेलोसिटी अर स्पिड इज इक्वल्स टु के हुन्छ लेस देन अर इक्वल टु 1 हुँदैन र बुझ्यो हुन्न बुझ्यो भनेपछि एन्सर के हुन्छ हो युनिटी कि त भनेको 1 हुनु पर्यो युनिटी भनेको 1 हो कि त लेस हुनु पर्यो। अब हेर त युनिटी मात्र भएन नि त एन्सर युनिटी एन्ड मोर त भएन नि त लेस देन युनिटी मात्र त भएन नि त युनिटी पनि हुन सक्यो लेस पनि हुन सक्यो हेर त बुझ्यो बुझ्यो बाबु नानीहरू भन फास्ट छिटो बुझेको बुझेन प्लिज भन है सबैजनाले ल सबैजना प्लिज भन बुझिदिन्छ छिटो खोइ त बोला न बुझिन्छ नि है ल ठिक छ भेरी गुड। ल बाबु नानीहरू अब यो हेर है यो क्वेसनहरू मैले सबै गराइसकेको छ याद छ तिमीलाई यसको एन्सर भनेको कति थियो 480 छ होइन अनि यसको एन्सर भनेको यो यति भयो अनि यसको एन्सर पनि मैले गराइसकेको छ है ल हेर त यो क्वेसन ल यो मेटाइदिउँ है त ल नानी यो क्वेसनको एन्सर के हुन्छ होला ट्राई गर यो क्वेसनको एन्सर के हुन्छ होला ट्राई गर त फास्ट
एभरेज स्पिड सोधेको छ क्वेसनले हेर है क्वेसनले एभरेज स्पिड सोध्यो के गर्छु भने फास्ट छिटो हेर है एभरेज स्पिड सोधेको छ अनि के भनेको छ 6 किलोमिटरै मुभ भएको छ अरे आउँदाखेरि 2.5 जाँदाखेरि 4 जाँदाखेरि 2.5 आउँदाखेरि 4 के हुन्छ सेम डिस्टेन्स छ क्या नानी बाबुहरू ए आँखा चिम्लेर हो कि डिस्टेन्स सेम छ हेर न 6 किलोमिटरै छ जाँदा र आउँदा हुने डिफ्रेन्ट भेलोसिटी होइन र भनेपछि के हुन्छ 2 into 2.5 into 6 हुन्छ सरी 2.5 into 4 हुन्छ है डिभाइड बाई 2.5 plus 4 हुन्छ ल भन त एन्सर के आउँछ हेर त 2.5 4 कति हुन्छ 10 हो नि त है 2 5 चाहिँ 10 हुन्छ भइहाल्यो त्यसो भए 10 into 20 हुन्छ 20 बाई 6.5 एन्सर कति आयो केटागरी एन्सर कति आउँछ लगभग 3 नै हो नि 3 किलोमिटर पर आवर सक्यो त हेर त कति सजिलो छ बुझिरहेछ नि कति सजिलो छ बुझिरहेछ नि बुझा भन बुझिरहेछ प्रनिल बाबु भन बुझिरहेछ सबैजनाले आजकल रेकर्डिङ हेर्न थाल्यो कि यिनीहरूलाई रेकर्डिङ भनेको ब्यान्ड गरिदिनुपर्छ कि अनि आउँछन् क्लासमा ल विच अफ द फलोइङ इज नट अ ग्राफ अफ युनिफर्म मोसन नानीहरू मैले पढाएको छ है युनिफर्म मोसनको सबै ग्राफहरू पढाएको छ याद गर त पढाएको छ कि छैन ल हेर यहाँ के छ यहाँ भनेको हेर है डिस्टेन्स भनेको टाइमसँग बढिरहेछ है भनेपछि के हो यो भनेको कन्स्टेन्ट भेलोसिटीसँग मुभ भइरहेछ युनिफर्म मोसन हो कन्स्टेन्ट भेलोसिटीवाला हो है बाबु नानीहरू यहाँ के छ भेलोसिटी इज के छ भन भेलोसिटी इज कन्स्टेन्ट विथ टाइम हेर यो पनि कन्स्टेन्ट भेलोसिटी हो है ल ठिक छ कन्स्टेन्ट भेलोसिटी भनेको युनिफर्म मोसन थाहा छ नि तिमीलाई थाहा छ नि यो त थाहा हुनुपर्छ है बाबु नानीहरू यहाँ हेर त भेलोसिटी इज कन्स्टेन्ट विथ डिस्टेन्स हेर डिस्टेन्ससँग भेलोसिटी कन्स्टेन्ट छ हेर त आफै क्वेसनले आफै दिएको छ हो कि यो पनि हो तर यहाँ हेर त भेलोसिटी इज चेन्जिङ विथ टाइम हो कि होइन नानीहरू भेलोसिटी इज चेन्जिङ विथ टाइम हो कि होइन भने फास्ट छिटो यसले के दिन्छ नानीहरू यो ग्राफले भनेको कन्स्टेन्ट एसिलेरेसन दिन्छ है कन्स्टेन्ट एसिलेरेसन दिन्छ भनेपछि यो एन्सर भयो डी एन्सर भयो भन न भएन नि त है हाम्रो एन्सर के हुन्छ हाम्रो एन्सर डी नै हुन्छ डी युनिफर्म मोसन भएन बुझ्यो छिटो भन फास्ट बुझिन्छ नि है भन फास्ट छिटो है बोकल बोल ल हेर त यति धेरै क्वेसन छ नि होइन यो क्वेसन गरेर भ्याइँदैन कि आज है म जति भ्याउँछु त्यो गराइदिन्छु अनि त्यसपछि तिमीले अरू गर्छौ है त ल बाबु नानीहरू हेर त अ बडी इज मुभिङ इन अ सर्कुलर ट्र्याक हेर वेन इट कम्प्लिट्स अ हाफ सर्कल डिस्टेन्स एन्ड डिस्प्लेसमेन्ट इज भनेर क्वेसन सोधेला भने के हुन्छ हेर त अ बडी इज मुभिङ इन सर्कुलर ट्र्याक हेर है एउटा बडी भनेको के गरिरहेछ सर्कुलर ट्र्याकमा मुभ भइरहेछ ल ठिक छ अ बडी इज मुभिङ विथ सर्कुलर ट्र्याक हेर ध्यान दियो है ल सर्कुलर ट्र्याकमा मुभ भइरहेछ नानीहरू हाफ सर्कल कम्प्लिट भयो अरे हाफ सर्कल कम्प्लिट हुँदाखेरि त्यसको डिस्प्लेसमेन्ट र डिस्टेन्स सोधेको छ ल मानौ रेडियस भनेको आर हुन्छ हेर है मानौ रेडियस भनेको आर हुन्छ ल ठिक छ के भन्छ एन्सर भन त छिटो अरे भक्लोल डिस्प्लेसमेन्ट भनेको यहाँदेखि यहाँसम्म हेर न एदेखि बीसम्म डिस्प्लेसमेन्ट कति हुन्छ भन फास्ट छिटो अरे भक्लोल डिस्प्लेसमेन्ट भनेको सर्टेस्ट डिस्टेन्स हो जुन चाहिँ डायमिटर होइन यहाँ भनेपछि 2r हुँदैन डिस्टेन्स कति हुन्छ डिस्टेन्स भनेको सर्कमफरेन्स आदि कति हुन्छ 2πr टोटल हुन्थ्यो है यो पुरै सर्कल मुभ भएको भए 2πr हुन्थ्यो तर आदि मात्र भइरहेछ भनेपछि कति हुन्छ πr होइन यति सजिलो सोध्छ कि इक्जाममा हेर त बिपीमा सोधेको क्वेसन बुझ्यो भनेपछि एन्सर के हुन्छ एन्सर भनेको πr है डिस्टेन्स सुरुमा लेख्नुपर्छ πr एन्ड 2r बुझिन्छ छिटो भन है बक्लो छिटो भन बुझिन्छ नि है ल ठिक छ नानीहरू यो ट्राई गर क्वेसन त क्वेसन छ कि इन अ गिभन ग्राफ बडी इज मुभिङ विथ के हुन्छ हेर त भेलोसिटी इज कन्स्टेन्ट विथ टाइम हेर त सेम छ कि छैन भेलोसिटी कन्स्टेन्ट छ कि छैन टाइमसँग हेर त सेम छ नि त हेर त यसरी भयो भेलोसिटी चेन्जिङ हुन्छ ल जेरो भेलोसिटी होइन जेरो भेलोसिटीको ग्राफ यस्तो हुन्थ्यो है कन्स्टेन्ट भेलोसिटी हो एसिलेटेड मोसन होइन एसिलेटेड मोसन भएको यस्तो जान्थ्यो नन युनिफर्म मोसन होइन बुझिन्छ छिटो हुन फास्ट बुझिन्छ नि है भेरी गुड ल ठिक छ बाबु नानी यो ट्राई गर फास्ट छिटो हेर न अ पार्टिकल एक्सपिरियन्स अ कन्स्टेन्ट एसिलेसन है कन्स्टेन्ट एसिलेसनको मोसन छ फर 20 सेकेन्ड्स आफ्टर स्टार्टिङ फ्रम द रेस्ट है रेस्टबाट स्टार्ट भइरहेछ अरे कन्स्टेन्टली ट्राभल भइरहेछ अरे नानीहरू प्लिज फोकस गर है रेस्टबाट स्टार्ट भएको छ इक्वल्स टु 0 एसिलेसन इज कन्स्टेन्ट हेर यति कुरा ध्यान देऊ कन्स्टेन्ट एसिलेसन हेर अनि के भइरहेछ रेस्टबाट है इनिसियल भेलोसिटी 0 छ यति कुरा बुझिन्छ बाबु नानीहरू यति कुरा बुझिन्छ नि है अब हेर न इफ इट ट्राभल्स अ डिस्टेन्स s1 इन फर्स्ट 10 सेकेन्ड हेर ल टाइम इक्वल्स टु टी टीलाई भनेको 10 सेकेन्ड्स मानौँ 10 सेकेन्डमा s1 डिस्टेन्स ट्राभल गर्यो अरे होइन अनि अर्को डिस्टेन्स 10 सेकेन्डमा कति ट्राभल गर्छ क्वेसन यस्तो ल के हुन्छ एन्सर याद छ तिमीलाई मैले पढाएको थिएँ नि कन्स्टेन्ट एसिलेसन इनिसियली रेस्टमा हुन्छ अनि इक्वल टाइममा भनेको डिस्टेन्स कभर भनेको कति हुन्छ भन
छिटो भन्नु फास्ट 1:3 हो 1:3:5 यसरी जान्थ्यो कि जाँदैन थियो भनेपछि अब हेर त यो सल्भ गर के हुन्छ S1/S2 = 1/3 छ हामीले निकाल्नु पर्ने के छ नेक्स्टमा के हुन्छ भन्ने खोजेको छ है S1 सँग रिलेसन देखाउनु पर्ने छ S1 = S2/3 बुझ्यौ भन फास्ट छिटो हेर त NCERT इन्डियन बोर्डको क्वेसन यति सजिलो आउँछ बुझ्यौ न फास्ट छिटो बोल बकुल बोल्नु पर्यो है छिटो ल यो क्वेसन ट्राई गर बाबु नानी यो क्वेसन ट्राई गर फास्ट छिटो यो क्वेसनको एन्सर कति हुन्छ होला के लाग्छ तिमीलाई होइन फास्ट छिटो अब हेर है नानीहरु प्लिज ध्यान दिऊ है a body facing an engine in a moving train throws a ball vertically upward यो म पढाउँदाखेरि न्युटन्स ल अफ मोसनमा पढाउँछु है vertically upward if the ball falls behind him then हेर है it shows that train is के हुन्छ ध्यान दिऊ है म भन्छु ल जस्तै हैन नानीहरु हेर है एउटा ट्रेन छ अरे ध्यान दिऊ है एउटा ट्रेन छ अरे हैन ल ट्रेनको चक्का पनि बनाइदिउ हुन्न चाहिँ हुन्न अब नेपालको ट्रेन केपी ओलीले ल्याएको ट्रेनमा चक्का छ ल मान है त बाबु नानीहरु हेर त यहाँ के छ एउटा मान्छे छ हेर प्लिज फोकस गर है यहाँ एउटा मान्छे छ मान्छेले के गर्यो अरे फुत्ते बल फ्याल्यो अरे हेर यो फुत्ते बल फ्याल्यो अरे अब मलाई क्वेशन सोधिन्छ यो बल भनेको अगाडि जान्छ कि हातैमा फेरि आउँछ फर्केर कि पछाडी जान्छ भनेर क्वेशन सोध्छ अनि डिफरेन्ट कन्डिसन्सहरु छ है ल हेर त जस्तै नानी बाबु हेर है यदि ट्रेन भनेको डिसेलरेटिङ छ भने हेर है यदि ट्रेन भनेको डिसेलरेट भनेको बुझ्छौ नि भेलोसिटी डिक्रिज हुँदै गएको डिसेलरेटिङ कन्डिसन छ भने के हुन्छ एसिलेसन नेगेटिभ छ भने के हुन्छ नानी बाबु यति बेला भनेको नानी बाबु हेर है म फुत्तै फाल्छु नि डिसेलरेटिङ छ भने अगाडि फल हुन्छ के इन फ्रन्ट अफ पर्सन फल हुन्छ हेर है बल फल्स के हुन्छ इन फ्रन्ट अफ पर्सन जतै यो ट्रेन भनेको है नेगेटिभ एसिलेसनसँग मुभ भइरहेछ भने बल भनेको अगाडि झर्छ है बल फल्स इन फ्रन्ट अफ के भन इन फ्रन्ट अफ पर्सन अब हेर जस्तै अब यदि भनेको यो जुन छ नि यो ट्रेन भनेको कन्स्टेन्ट मोसनमा छ दैट मिन्स कन्स्टेन्ट भेलोसिटीमा छ भने है युनिफर्म भेलोसिटीमा छ भने कन्स्टेन्ट भेलोसिटीमा छ भने के हुन्छ भन कन्स्टेन्ट भेलोसिटीमा छ वा एक्सिलरेसन = 0 छ भने यति बेला भनेको हामीले हातबाट फ्यालेको छ नि बल हातैमा फर्किन्छ है बल फल्स अन द ह्यान्ड अफ अ पर्सन जहाँबाट फ्यालेको त्यही आउँछ ह्यान्ड अफ पर्सन तर बाबु नानी यदि एसिलेट भइरहेछ है ट्रेन भनेको एसिलेटिङ छ भने पोजिटिभ एसिलेसन छ भने के हुन्छ थाहा छ ल भन त गेस गरेर ल भन फास्ट छिटो नेगेटिभ एसिलेसन हुँदा अगाडि झर्थ्यो कन्स्टेन्ट हुँदाखेरि एसिलेसन 0 हुँदाखेरि कन्स्टेन्ट भेलोसिटी हुँदाखेरि हातैमा फल भयो त्यो माथि फ्यालेको बल अब हेर न नानीहरु एसिलेट भइरहेछ भने के हुन्छ हेर त बल फुत्तै माथि फ्याल्यो एसिलेट भइरहेछ ट्रेन भनेपछि के हुन्छ पछाडी जाँदैन आफै सोच त माथि फुत्ता फ्याल्यो अनि एसिलेरेसन सँग गइरहेछ भने ट्रेन के हुन्छ पछाडी फल हुन्छ नि त ए ल ठीक छ एसिलेरेसन पोजिटिभ छ भने के हुन्छ इट फल्स बल फल्स के भन बिहाइन्ड द पर्सन है ल ठीक छ बाबु नानी भनेपछि एन्सर के हुन्छ ल भन त अब बल फल्स बिहाइन्ड हिम ल बिहाइन्ड हिम भएको छ भने यति बेला के हुन्छ कन्डिसन भन फास्ट छिटो बिहाइन्ड हिममा छ भनेपछि कन्डिसन के हुन्छ न्युटन्स ल अफ मोसनमा फेरि यो रिपिट हुन्छ है के हुन्छ भने एन्सर छिटो फास्ट मुभिङ फरवर्ड विथ एक्सिलरेसन भेरी गुड बुझाउनु भेरी नाइस ल हेर त द एक्सिलरेसन अफ मुभिङ बडी क्यान बी फाउन्ड फ्रम के हुन्छ भन एक्सिलरेसन अफ गिवन बडी हेर है कुनै पनि गिवन बडीको एक्सिलरेसन कसले दिन्छ स्लोपले दिन्छ है नानीहरु थाहा छ नि एक्सिलरेसन भनेको भेलोसिटी बाइ टाइम टेकन हो भनेपछि यसरी आउने भनेको स्लोपले दिने हो है त बुझ्यौ नि यस्तो भनेको स्लोपले दिने हो है त ल भेलोसिटी बाइ टाइम ल हेर त अब यहाँ भेलोसिटी अफ मुभिङ बडी भनेको चाहिँ डिस्टेन्स बाइ टाइम हुन्थ्यो है त ल यो याद हुनुपर्छ है ल ठीक छ अब मलाई यो क्वेसन ट्राई गरेर त नानीहरु प्लिज हेर त a body is moving with initial velocity u equals to 80 then distance travel for 4 seconds is के हुन्छ होला फास्ट छिटो ट्राई गर ल हेर है हाम्रो बडी भनेको u equals to 80 भेलोसिटीले मुभ भइराछ अरे डिस्टेन्स ट्राभल फर 4 सेकेन्ड भनेको छ है क्वेशनले डिस्टेन्स इक्वल्स टु 4 सेकेन्ड भनेको छैन 4 सेकेन्ड भएको भए के हुन्थ्यो डिफरेन्ट फर्मुला लाग्थ्यो है अब यहाँ 4 सेकेन्ड भनेर सोधेको क्वेशनले के गर्दिने हेर हामीलाई थाहा छ नि त ut प्लस के हुन हाफ at स्क्वायर हो कि हैन थाहा छ है बाबु नानीहरु हेर न केटाकेटी प्लिज फोकस गर न हाम्रो u इक्वल्स टु 80 छ नि यति कुरा त बुझिन्छ u इक्वल्स टु 80 भएको कुरा त बुझिन्छ नि है नानीहरु हेर न म के गर्छु म u को ठाउँमा 80 हाल्दिन्छु ल
यो ठाउँमा के गरिदिएँ मैले 80 हालिदिएँ है त 80 इन्टु टी नानी बाउहरू प्लस हेर त हाफ के हुन्छ 80 स्क्वायर भयो ल हेर त भनेपछि के भयो भन नानी बाउहरू सरी है यहाँ 80 स्क्वायर भएछ ल भनेपछि 80 स्क्वायर प्लस के भयो भन हाफ 80 स्क्वायर भयो ल हेर नानी बाउहरू भनेपछि के आयो 3/2 80 स्क्वायर आयो अब टाइमको लगाइदिउँदा भ्यालु कति हुन्छ टाइमको भ्यालु लाउँदाखेरि 4 को स्क्वायर कति हुन्छ भन 4 को स्क्वायर भनेको 8 हुन्छ हैन र सरी 16 हुन्छ है 16 इन्टु 3/2 हुन्छ इन्टु एक्सेलरेसन हुन्छ भनेपछि यो 8 भयो 24 यो एन्सर नानीहरु सबैजनाको 24 आयो एन्सर हेर त सजिलो छ के नानी है सजिलो छ के बाबु है अब यो क्वेशन ट्राई गर त फास्ट छिटो यो क्वेशन ट्राई गर है अरु सबैजनाले होमवर्क गर्छु है त ल म पीडीएफ हालिदिन्छु सबैजनाले अरु होमवर्क गर्छु है ल हेर अ पार्टिकल इज स्टार्टिङ फ्रम अ रेस्ट travels the distance x in 2 सेकेन्ड हेर एन्ड डिस्टेन्स y इन नेक्स्ट 2 सेकेन्ड अब मलाई क्वेशन सोध्यो ध्यान के हुन्छ अब के हुन्छ होला फास्ट छिटो हेर है केही पनि होइन कि सिम्पल छ रेस्टबाट ट्राभल भइरहेछ यु इक्वल्स टु 0 यसलाई कन्स्टेन्ट एक्सेलरेसनको साथमा हुन्छ ए कन्स्टेन्ट हुन्छ हैन अनि यति बेला भनेको x डिस्टेन्स भनेको 2 सेकेन्डमा ट्राभल गर्यो अरे भनेपछि y डिस्टेन्स भनेको कति गर्छ फेरि 2 सेकेन्डमा ट्राभल गर्छ अनि x र y को रिलेसन हामीलाई थाहा छ x is to y equals to 1:3 हुन्छ भनेपछि नानीहरु हेर त x by y equals to 1/3 आयो y equals to 3x आएको हो नि त है बुझिन्छ नि है यस्तो यस्तो क्वेशन्स हुन्छ कि नेपालमा बुझ्यो नि ल अब यो क्वेशन ट्राई गर यस्तो कति क्वेशन हुन्छ कि नानीहरु हेर त बडी स्टार्ट्स फ्रम रेस्ट व्हाट इज द डिस्टेन्स ट्राभल्ड बाइ बडी इन 4 सेकेन्ड भनेको छ 4 सेकेन्ड र 3rd सेकेन्ड भनेको छ 4 सेकेन्ड र 3rd सेकेन्ड भनेको छ ल भन के हुन्छ आन्सर याद छ तिमीलाई याद छ कि छैन याद गर मैले n सेकेन्डमा कसरी ट्राभल गर्ने भनेर भनेको थिएँ फर्मुला के थियो याद गर त नानीहरु फर्मुला के थियो न फर्मुला के थियो याद छ डिस्टेन्स ट्राभल इन यति यति सेकेन्डमा भनेर के हुन्थ्यो फर्मुला मैले भनेको थिएँ याद गरेर 1:3:5 डट 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 2n - 1 वाला फर्मुला थियो याद छ अब यहाँ के भनेको छ 4th र 5th सेकेन्ड भनेको छ भनेपछि s 4th बाइ के गर्ने s 5th गर्ने है अब 2n - 1 लाउँदा नानीहरु 2n - 1 लाउँदा 2n - 1 लाउँदाखेरि 4th मा के हुन्छ 2 * 4 - 1 हुन्छ 5th मा के हुन्छ 2 * 5 - 1 हुन्छ दैट इज 8 7/10 9 7:9 आयो है कहाँ मिस्टेक भयो सरी 4th र 3rd भनेको रहेछ है मैले 5th देखेँ सरी 4th र 3rd भनेको रहेछ है यो 3rd भयो भने के हुन्छ यहाँ 3 हुन्छ अनि 6 - 1 कति हुन्छ 5 हुन्छ हेर त सबै कन्सेप्ट हो के नानी है नानी बाबुहरु सबै कन्सेप्ट हो के बुझिन्छ खोइ त बोला न बुझिन्छ नि है अब यो क्वेशन ट्राई गर अब हेर त अ बडी मुभ्स अलोङ विथ अ कन्स्टेन्ट एक्सिलरेसन देन इट्स ग्राफिकल रिप्रेजेन्टेसन विल बी कन्स्टेन्ट एक्सिलरेसन भनिरहेको छ हेर त यो कन्स्टेन्ट एक्सिलरेसन छ भेलोसिटी युनिफर्मली इन्क्रिज भइरहेछ छैन है यहाँ भइरहेछ छैन यो स्पिडिङ अफ हो है यो बडी भनेको स्पिड अफ भइरहेछ यो बडी भनेको नानी बाबुहरु यो भनेको स्पिड अफ भइरहेछ है यो भनेको इन्क्रिजिङ एक्सिलरेसन छ बढिरहेछ यो भनेको डिक्रिजिङ छ है यो भनेको त डिसेलरेसन छ अनि यो के हो यो हो नि त होला यो हो नि त है बी हो नि त नानी बाबुहरु ल अब हेर ल भन त यसको एन्सर के हुन्छ भन प्लिज अनुष्का पूजा भन यसको एन्सर के हुन्छ भन फास्ट छिटो a body is released from the top of a Vincent tower है falls freely on the gravity distance travel in 1st second 3rd second will be के होला 1st second 3rd second को डिस्टेन्स ट्राभल को रेशियो के हुन्छ भेरी गुड खोइ त पूजा अनुष्का पूजा खोइ त 1:2 3:2 5:7 ऑड हो नि त है भेरी गुड ल यस्तै छ के नानी यो सबै क्वेशन यस्तै छ है कति भयो टाइम अझै पढौँ ल अझै एकछिन पढौँ नानी भन है ल ल ट्राई गर्न सक्छौ स्टोन फल्स फ्रम अ बेलुन दैट इज डिसेन्डिङ एट अ युनिफर्म रेट 12 मिटर पर सेकेन्ड रे डिस्प्लेसमेन्ट अफ अ स्टोन फ्रम द पोइन्ट अफ रिलिज आफ्टर 10 सेकेन्ड विल बी के होला भने फास्ट छिटो यो ट्राई गर्छौ ल यो होमवर्क ट्राई गर नि त है यसमा कन्सेप्ट लगाएर गर्न खोज अनि मलाई पठाऊ त ल आएन भने भन म सिकाइदिन्छु है त ल यो स्क्रिनसट गर अलिकति दिमाग लाउने क्वेसन छ है ल अब बाबु नानीहरु यो पनि ट्राई गर्छौ भन त टु बडीज अफ masses ma and mb are dropped from the two different heights a and b
फाइन्ड द रेसियो अफ टाइम टेकन बाई दिस टु कभर दिस डिस्टेन्स भनेर क्वेसनले सोधे। हेरै सजिलो छ कि गाह्रै छैन नानीहरू। हेरै दुईटा डिफ्रेन्ट बडी छन् अरे है, अनि दुईटा डिफ्रेन्ट हाइटबाट झरिरहेको छन् अरे। हेर त यहाँ भनेको यो ए हाइट भएको यो टावर भयो होला, ठिक छ। यहाँ भनेको एमए मास भएको खस भइरहेछ, माथि यो क्वेसन 0 नै छ है, रेस्टैबाट ड्रप भएको है। यसको लागि मानौँ टाइम T1 लाग्यो है। बाबु नानीहरू अर्को टावर छ, अर्को टावरको हाइट भनेको बी छ हेर है। यहाँबाट एमबी बढी फल भइरहेछ, यो इक्वल टु 0 रेस्टबाटै है। यसलाई भनेको T2 टाइम लाग्यो माने है तपाईँले। ल हुन्छ हुन्छ कि हुन्न भन न फास्ट छिटो। अब हेर त नानीहरू, हामीलाई थाहा छ नि त डिस्टेन्स, हामीलाई रेसियो अफ टाइम टेकन भनेर भनेको छ है। अब हेर त डिस्टेन्स इक्वल टु के हुन्छ, युटी प्लस हाफ एटी स्क्वायर। यो त बच्चालाई थाहा हुन्छ है। बाबु नानीहरू एलोङ द ग्राभिटीमा मोसन छ, त्यही भएर के हुन्छ पोजिटिभ एस हुन्छ हेर है। एस इज इक्वल्स टु युटी, यु भनेको 0 भयो, त्यही भएर यो काटिहाल्यो, प्लस हाफ जिटी स्क्वायर भयो भनेपछि हेर न। अब हामीलाई टाइमसँग रिलेसन निकाल्नु पर्ने छ भनेपछि टी इक्वल्स टु के गर्छु, यु 2s बाई जी है, अनि रुट अन्डर यता राख्यो भनेपछि हेर त नानीहरू। हेर है, प्लिज फोकस गर है राख्यो ल, प्लिज नानीहरू फोकस गर है। अब हेर न यो 2 पनि कन्स्टेन्ट, जी पनि कन्स्टेन्ट हो, प्लिज भन अनुष्का पूजा सबैले भन जो छौँ, यो 2 पनि कन्स्टेन्ट, जी पनि कन्स्टेन्ट हो भनेपछि टी इज डाइरेक्टली प्रोपोर्सनल टु एस भएको हो कि होइन। अब हेर है, नाउ टी इज डाइरेक्टली प्रोपोर्सनल टु एस भयो भने T1 बाई T2 इज इक्वल्स म के गर्छु न, यो प्रोपोर्सनलिटी हटाइदिन्छु, के काटिन्छ होइन। रुट अन्डर ल भने त T1 सँग इक्विभ्यालेन्ट के छ, हाइट, हाइट कति छ, एस भनेको त हाइट हो नि त, यो ए छ हो कि होइन, ए छ। अनि ल भन त नानीहरू, यो जुन छ बी सँग नानी T2 सँग के छ इक्विभ्यालेन्ट डिस्टेन्स, बी छ। T2 सँग इक्विभ्यालेन्ट डिस्टेन्स बी छ हो कि होइन, हो है, रुट बी भयो भनेपछि एन्सर के हुन्छ, एन्सर भनेको रुट ए रुट बी रेसियो आउँछ। सजिलो छ कि, सबै सजिलो छ कि क्वेसनहरू। अब अलिकति दिमाग लाउने त भइहाल्छ नि है नानीहरू, अलिकति दिमाग लाउने त अफकोर्स भइहाल्छ। ल यो क्वेसन पनि ट्राई गर है त होमवर्क, ल यो क्वेसन पनि ट्राई गर है ल, हुन्छ नि। अब हेर यस्तै यस्तै मात्र क्वेसन छ कि सबै। अब यो भनेको हाम्रो सबै यो के भयो, यो भनेको हाम्रो सबै क्वेसन्सहरू यो मोसन अन्डर ग्राभिटीको क्वेसन्सहरू हो कि। ट्राई गर्छौ, आफै ट्राई गर्छौ, के गर्छु भन। यो सबै क्वेसनहरू अब म गर्छु होमवर्क, ट्राई गर्छौ, आएन भने म सिकाइदिन्छु ल, हुन्छ। हेर त यति धेरै क्वेसन छ है, अब टाइम पनि लगभग सक्यो। नानीहरू ट्राई गर्छ आफै, कुनै आएन भने भन है त ल। हेर त यो क्वेसन ट्राई गर, कति धेरै क्वेसन छ कि, यहाँ पनि छ क्वेसन्स है, यो पनि क्वेसन छ, यो पनि क्वेसन छ होइन, प्र्याक्टिस गर्ने कि क्वेसन्सहरू है। अब यो डिस्टेन्स टावरको त रेसियो त तिमीहरू निकालिहाल्छौ, यो क्वेसन पनि ट्राई गर्ने होइन। यति धेरै क्वेसन छ हेर न, क्वेसन चाहिँ क्वेसन छ कि। यो सबै क्वेसन्स गऱ्यो भने सिन ट्रान्समा यो बाहेक कुनै पनि आउँदैन है। यो सबै क्वेसन्सहरू गऱ्यो भने सिन ट्रान्समा नानीहरू यो बाहेक कुनै पनि क्वेसन्स आउँदैन क्या, बुझ्यो नि। यसलाई ठुलो बनाइदिउँ है त ल, बुझ्यौ, ट्राई गर है त ल। यति धेरै क्वेसन छ, फेरि आज गर्न थाल्यो भने 12 बज्छ कि। हुन्छ हुन्छ, त्यो मोडुलको पनि सरल गर्दा हुन्छ नानी है, निमको मोडुलको पनि सरल क्वेसन्स गर्दा हुन्छ है त ल। सबै गर न, सबै गर, पढाइसकेपछि त सबै गर्ने हो है। सरले एकचोटि मोडुल रिडिङ मार्ने आफै, अनि त्यसपछि आफै सल्भ गर्ने है त सबै ल। ल आजको लागि यति गरौँ होइन, हुन्छ नि। ल मजाले मिहिनेत गरेर सबैजना बस्यो, धन्यवाद है त, बाई बाई, सी यु इन नेक्स्ट क्लास।